तपाईहरुलाई फेरि पनि स्वागत छ एउटा नयाँ भिडियोमा। यहाँ चाहिँ नेपाल राष्ट्र ब्याङ्कले विभिन्न पदहरूको लागि ७५ जना संख्याको लागि यो भ्याकेन्सी खुलाएको छ। यदि तपाई पनि चाहनुहुन्छ नेपाल राष्ट्र ब्याङ्कमा काम गर्न, यदि तपाई पनि ब्याङ्किङ करियर सुरु गर्न चाहनुहुन्छ भने सानो पददेखि यहाँ भ्याकेन्सी खुलाएको छ र सहायक द्वितीय तहको लागि यहाँ तपाईले 21 जनाको लागि यो भ्याकेन्सी खुलाएको छ र यसमा खुल्लामा रहेको छ 12 जना र महिलामा रहेको छ 3 जना, आदिवासी जनजातिमा रहेको छ 2 जना र मधेसीमा रहेको छ 2 जना, अपाङ्गमा रहेको छ 1 जना र पिछडिएको क्षेत्रको लागि 1 जना गरेर 21 जनाको यो भ्याकेन्सी खुलाएको छ सहायक तहको लागि है। र अर्को सहायक निर्देशक वाणिज्य कानुन अधिकृत टिटिए प्रशासन को लागि चाहिँ पद संख्या 4 जना रहेको छ। यसमा खुल्लामा 2 जना, महिलामा 1 जना र दलितमा 1 जना गरेर यहाँ 4 जनाको भ्याकेन्सी खुलाएको छ। र अर्को रहेको छ अधिकृत टिटिए प्रशासन नै अर्को रहेको छ सहायक निर्देशक लेखा परीक्षणको लागि अधिकृत टिटिए प्रशासन नै रहेको छ। यसको लागि माग संख्या भनेको अब 10 जना रहेको छ भने यसमा चाहिँ खुल्लामा 5 जना, महिलामा 1 जना, आदिवासी जनजातिमा 1 जना, मधेसीमा 1 जना र दलितमा 1 जना र पिछडिएको क्षेत्रको लागि 1 जना रहेको छ। अर्को रहेको छ सहायक निर्देशक अधिकृत टिटिए प्रशासन र यसमा चाहिँ तपाईले 39 जनाको भ्याकेन्सी खुलाएको छ। खुल्लामा 22 जना, महिलामा 5 जना, आदिवासी जनजातिमा 5 जना, मधेसीमा 4 जना र 1 जना दलितमा, अपाङ्गमा 1 जना र पिछडिएको क्षेत्रको लागि 1 जना गरेर यहाँ 39 जनाको भ्याकेन्सी खुलाएको छ। र सहायक निर्देशक व्यवस्थापनको लागि चाहिँ अधिकृत टिटिए तह नै रहेको छ श्रेणी सेवा र यसमा चाहिँ माग संख्या भनेको 1 जना खुल्लामा रहेको छ। र अर्को रहेको छ सहायक निर्देशक अर्थशास्त्र अधिकृत टिटिए प्रशासन र यसमा चाहिँ पनि 1 जनाको भ्याकेन्सी खुलाएको छ खुल्लाको लागि। र यस भिडियो लामो हुने भएको कारणले गर्दा म तपाईलाई छोटकरीमा सरसर भनिदिन गइरहेको छु। कुनै जिज्ञासा रहन्छ या तपाईलाई केही कुराको तपाईलाई सम्झिनु भएन, बुझ्नु भएन भने तपाईले हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ र डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुनेछ। यसमा आवश्यक न्यूनतम शैक्षिक योग्यता भनेको अब सहायक निर्देशक खुल्ला अर्थशास्त्रको लागि चाहिँ स्वदेशी विद्यालयबाट अर्थशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको, तहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेको हुनुपर्ने छ र विज्ञापन नम्बर यो 14/2062 सहायक निर्देशक खुल्ला तर्फ चाहिँ व्यवस्थापनको लागि स्वदेशी विद्यालयबाट व्यवस्थापन विषयमा स्नातक तहमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेको हुनुपर्ने छ र सहायक निर्देशक खुल्लामा महिला र आदिवासी जनजातिमा, मधेसी, दलित, अपाङ्गको पिछडिएको क्षेत्रको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। र तपाईले सहायक निर्देशक लेखा परीक्षणको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट मान्यताप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर एकाउन्टेन्ट संस्थाबाट चार्टर एकाउन्टेन्ट एससी र एसीसीए र सीपीए परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ। र विज्ञापन सहायक निर्देशकको लागि वाणिज्य कानुन मान्यताप्राप्त शिक्षण संस्थाबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कानुनमा तपाईले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ। र अर्को सहायक श्रेणीको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह उत्तीर्ण गरेको वा 10 जोर सो सरको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ। र साथै लोक सेवा आयोगबाट मिति 2082 साल 7 महिना 15 गतेमा एकीकृत परीक्षा प्रणालीको आधारमा सञ्चालन भएको
सङ्गठित संस्थाको अप्राविधिक तर्फको सहायक स्तर द्वितीय श्रेणी खरिदार वा सोसरह चौथो तह वा सोसरहको पदको पूर्व योग्यता परीक्षा उत्तीर्ण भई प्रमाणपत्र प्राप्त गरेको र उम्मेदवारहरूलाई मात्र प्रमाणपत्र जारी गरिएको मितिले 1 वर्षभित्र प्रशासन सेवातर्फको सहायक द्वितीय श्रेणी पदमा दरखास्त पेश गर्न सम्भाव्य उम्मेदवारहरू हुने भएकोले बहाल अवधि भित्रको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने हुनेछ र समावेशीको आधारमा समावेशीतर्फ फारम भर्ने उम्मेदवारहरूले आदिवासी जनजाति मधेसी दलित र अपाङ्ग र पिछडिएको क्षेत्रको लागि सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ र तलब भत्ता तथा सुविधा बैंकको नियमअनुसार हुनेछ। उम्मेदवारहरूको उमेर भनेको तपाईले यो सहायक निर्देशक पदको लागि चाहिँ दरखास्त दिने अन्तिम मिति 2082 साल पुस 10 गतेसम्ममा तपाईले 29 वर्ष पुरा भई 35 वर्ष ननाएको हुनुपर्नेछ र महिला उम्मेदवारहरूको हकमा चाहिँ तपाईले 40 वर्ष ननाएको हुनुपर्नेछ र सहायक पदको लागि चाहिँ दरखास्त दिने अन्तिम मिति सम्म तपाईको 18 वर्ष पुरा भई 35 वर्ष ननाएको हुनुपर्नेछ र महिलाको हकमा 40 वर्ष ननाएको हुनुपर्नेछ र यस बैंकको बहालवाला कर्मचारीहरूको लागि उम्मेदवारको हक लाग्ने छैन। परीक्षाको किसिम पदको लागि पूर्व योग्यता परीक्षा विषयगत लिखित परीक्षा र अन्तर्वार्ताको माध्यमबाट उम्मेदवारहरूको छनौट गरिनेछ र पदको लागि लिखित परीक्षा र अन्तर्वार्ताको माध्यमबाट उम्मेदवारहरूको छनौट गरिन्छ र विज्ञापन 13 को लागि पदको लिखित परीक्षा संयुक्त परीक्षा प्रणाली मार्फत सञ्चालन गरिनेछ र यसमा पूर्व योग्यता परीक्षा हुने पदको हकमा पूर्व योग्यता परीक्षा उत्तीर्ण भएको उम्मेदवारहरूलाई मात्र विषयगत लिखित परीक्षामा समावेश गरिनेछ र विषयगत लिखित परीक्षा उत्तीर्ण भएको उम्मेदवारहरूलाई मात्र अन्तर्वार्तामा सामेल गराइन्छ र परीक्षा केन्द्र तथा परीक्षा सञ्चालन विज्ञापन नम्बर 13 को लागि चाहिँ पूर्व योग्यता तथा परीक्षा विषयगत लिखित परीक्षा तथा विज्ञापन नम्बर 16 को लागि विषयगत लिखित 16 र 17 को लागि विषयगत लिखित परीक्षा लोक सेवा आयोगबाट काठमाडौँमा सञ्चालन हुनेछ र विज्ञापन नम्बर 16 को पदको विषयगत लिखित परीक्षा लोक सेवा आयोग धनकुटा जलेश्वर काठमाडौँ पोखरा बुटवल र सुर्खेत डिपायल कार्यालयले टोके बमोजिम संस्थाहरूबाट सञ्चालन हुनेछ र सम्पूर्ण विज्ञापनहरूको अन्तर्वार्ता बैंकको केन्द्रीय कार्यालयबाट सञ्चालन गरिन्छ र पाठ्यक्रम सम्पूर्ण पदहरूको पाठ्यक्रम बैंकको वेबसाइटमा रहेको छ। यसमा तपाईले त्यसको बारेमा पनि तपाईले भिडियो चाहनुहुन्छ भने तपाईले यो भिडियो पनि हामीले लिएर आउने छौं। त्यसको लागि तपाईले कमेन्ट गर्नुपर्ने हुन्छ र परीक्षा काल अवधि महिला कर्मचारीलाई 6 महिना र पुरुष कर्मचारीलाई 1 वर्ष रहनेछ र निर्विक्त भरण पाउने वा नपाउने योगदानमा आधारित निर्विक्त भरण पाउने परीक्षा दस्तुर भनेको अधिकृत टीटी श्रेणीको लागि कुनै एक समूहको लागि 1000 र प्रत्येक समूह सहभागीको लागि थप समूहको लागि चाहिँ तपाईले 400 तिर्नुपर्ने हुन्छ र सहायक द्वितीय श्रेणीको लागि 800 र प्रत्येक समावेशी समूहको लागि 300 र ऋण नपुगेको कारणले अस्वीकृत हुने आवेदकहरूको परीक्षा दस्तुर फिर्ता हुने छैन र परीक्षा दस्तुर बुझाउने प्रक्रिया विद्युतीय माध्यम मार्फत दरखास्त फारम पेश गर्दा पोस्टलमा उपलब्ध भुक्तानी सेवा प्रदायकमा मार्फत बुझाउन पर्नेछ र पद स्थापना विज्ञापन नम्बर 18 को लागि अनुसार नियुक्ति हुने कर्मचारीलाई बैंकका प्रादेशिक कार्यालयहरूमा पद स्थापना गरिनेछ र अन्य विज्ञापन अनुसार नियुक्ति हुने कर्मचारीलाई बैंकको आवश्यक अनुसार केन्द्रीय कार्यालय वा प्रदेश स्थित कार्यालयहरूमा पद स्थापना गरिन्छ र लिखित परीक्षाको सम्पर्क मिति लिखित परीक्षा सम्बन्धी सूचना लोक सेवा आयोगबाट परीक्षा प्रकाशन हुनेछ पछि प्रकाशन हुनेछ र दरखास्त पेश गर्ने
तरिका सम्पूर्ण विज्ञापनको दरखास्त विद्युतीय माध्यममा नेपाल राष्ट्र ब्याङ्कको वेबसाइट www.nrv.org.np को कैरियरभित्र गएर अनलाइन पोर्टल फर ओपन कम्पिटिसन वा jobs.nrv.org.np बाट पेश गर्नुपर्ने हुन्छ र विद्युतीय माध्यम मार्फत दरखास्त फारम पेश गर्दा कुनै दुविधा भएमा यस ब्याङ्कको टेलिफोन नम्बरमा तपाईले डाइरेक्ट सम्पर्क गरेर या इमेलमा तपाईले त्यो बुझाउनु पर्ने हुन्छ, इमेल मार्फत बुझाउन सकिन्छ र यो सूचना तथा उपरोक्त पदको पाठ्यक्रम यस वेबसाइटको www.nrv.org.np को करियरमा राखिएको छ। यसको पदको पाठ्यक्रम पनि त्यसमा राखेको छ र यो तपाईलाई यो भ्याकेन्सी खुलाएको 2082 साल मङ्सिरको 19 गते यो भ्याकेन्सी खुलाएको हो र यसको तपाईले फारम भर्न चाहनुहुन्छ भने यस भ्याकेन्सीमा तपाईले फारम भर्नु होला। यहाँ दिएको छ र कुनै पनि तपाईलाई अप्ठ्यारो गाह्रो केही पर्छ र यसमा थप जानकारी पाउनु छ भने तपाईले यस वेबसाइटमा गएर पनि कन्ट्याक्ट पनि गर्न सक्नुहुनेछ र यसमा कमेन्ट पनि गर्नु होला र त्यसको हामीले तपाईलाई त्यसको रिप्लाई दिनेछौँ र यो यस च्यानलमा प्रत्येक दिन यस्तै भ्याकेन्सीको भिडियो आउने गर्छन् र तपाईलाई यस्तै भ्याकेन्सीको भिडियो हेर्नुहुन्छ र तपाईलाई आवश्यक छ भने तपाईले यस च्यानललाई भने सब्स्क्राइब गर्नु होला र यहाँ प्रत्येक दिन यस्तै भ्याकेन्सीको भिडियोहरू आइ नै राख्नेछ। हस्त यो भिडियो कस्तो लाग्यो तपाईलाई कुनै पनि जिज्ञासा भए र केही कमेन्ट गर्नु छ भने केही सुझाव सल्लाह भए तपाईले कमेन्ट गर्न भने नबिर्सिनु होला।